हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। सबैजना सन्चै आरामै हुनुहुन्छ होला। कहाँ के गर्दै हुनुहुन्छ, जहाँ जस्तो अवस्थामा भए पनि स्वस्थ रहनु होला, व्यस्त रहनु होला भन्न चाहन्छु। फाइनली म घरबाट बल्ल बल्ल निस्केँ। आज चाहिँ शनिबार, घरमा यति काम हुन्छ। कपडा दुई बाटा धोएर घरको सरसफाइ त्यस्तै नुहाइधुवाइ त्यत्तिकै। शनिबार त एउटा फुर्सद हुँदैन के झन्। सो बल्ल बल्ल काम सकेर निस्केको गाइस। फुर्सदै हुँदैन शनिबार त। अनि अहिले चाहिँ अब पसलमा गएर पनि पसलको सरसफाइ गर्नुपर्छ। शनिबार त यति हुन्छ मलाई। पसल गएर पनि पसलको सरसफाइ गर्नुपर्छ। पसलमा पुरै धुलो हुन्छ हेर्नु। अब सडक नजिकै छ नि त, अनि कोठाहरू पनि सानो छ। त्यही भएर प्रत्येक हप्ता चाहिँ सफा गर्नुपर्छ पसल पनि। सो म चाहिँ पसल सफा गर्न हिँडेँ गाइज। हेर्नुहोस् है, यो बाटो देख्नुहुन्छ नि। पहिला यो बाटो यस्तो थिएन, पुरै साँगुरो बाटो थियो। यहाँनिर यो पुल पनि थिएन। अहिले चाहिँ सिमेन्टको पुल बनाएको छ। यो यहाँनिर दुईवटा खानेपानीको ऊ थियो, ठुलो पाइप थियो दुईवटा यहाँनिर। त्यही पाइपबाट चढेर जानु पर्थ्यो गाइज। पहिला यस्तो बाटो थिएन, एकदम साँगुरो। अनि यहाँ फेरि पुल पनि थिएन, दुईवटा पाइप थियो, त्यसैमा टेकेर जानु पर्थ्यो। त्यो अप्ठ्यारो थियो। अहिले चाहिँ बाटो यति राम्रो भएको छ, बल्ल बाटो राम्रो भएको छ। पहिला चाहिँ यहाँ बर्खाको टाइममा यो नाला क्रस गर्न यति हुन्थ्यो, धौ हुन्थ्यो बच्चाहरूलाई झन्। त्यही पनि यही बाटो हिँड्नु पर्थ्यो, सर्टकट यही बाटो हुन्छ। यो बाटो चाहिँ अहिले हेर्नुहोस् यस्तो राम्रो भएको छ। यत्रो बाटो थिएन कि, पहिला सानो थियो, गाउँघरको हुन्छ नि डोरेटो बाटो हो त्यस्तै थियो। अहिले चाहिँ यत्रो बाटो यस्तो राम्रो भएको छ। बाटो चाहिँ अहिले राम्रो भएको छ। अनि उकाला धेरै थियो पहिला, अहिले चाहिँ बब्बाल भएको छ है सडक चाहिँ। यहाँनिर उकाला थियो कि, अहिले यो बाटोले गर्दा त्यस्तो उकालो भएको छैन। सो हेर्नुहोस्, नुहाएर हिँडेको कपाल पनि चिसै छ, कति बेला सुक्ने हो। अनि पसल पनि सफा गर्नु छ। कपाल पनि चिसो छ कि, हेर्नु न कतिखेर सुक्ने हो। अनि कपाल पनि काट्ने भएको छ कि, काटेकै छैन पुरै तिखेर, चुच्चो मात्रै आएको छ, काटेकै छैन कपाल पनि। हेर्नुहोस् त तिखेर उतापट्टि त्यस्तै छ। एक दिन शनिबार काट्नु पर्ला भन्छु, फुर्सदै हुँदैन शनिबार चाहिँ। हेर्नुहोस्, सरसफाइ गर्ने घरको पसलको ठिक्कै भइहाल्छ। त्यही भएर मेरो कपाल हेर्नुहोस् नकाटेर बढेको पनि छैन कि। एक दिन शनिबार चाहिँ काट्नु पर्ला फुर्सद निकालेर। फाइनली म चाहिँ इलाका प्रशासन कार्यालय लिएर आइसकेको छु। फाइनली म ग्राउन्डभित्र आइसकेँ। यो ग्राउन्डमा चाहिँ के बच्चाहरूले गेम खेलिरहेको छन् गाइज। बिहानको यस्तो थकाइ लाग्छ, घरको सरसफाइ, कपडा सफा धुनाले, दुई बाटा कपडा, घरको सरसफाइ नुहाइधुवाइ। हेर्नुहोस् बल्ल अहिले कति 1 बज्न लाग्यो। अब पसलमा पनि गर्नुपर्ने होला गाइज सरसफाइ, गाह्रो छ हो। यहाँनिर बच्चाहरू पनि गेम खेलिरहेको छ, भलिबल अरे फुटबल। अनि यो ग्राउन्डमा आएपछि बल्ल मलाई अलिक हल्का फिल हुन्छ। बल्ल थुपारी बच्चाहरू मजाले खेलिरहेको छन्। म देखाउँछु हजुरलाई। पारी यता साइडमा यता पनि खेलिरहेका छन् बच्चाहरू। अनि यता फाइनली म पसल पनि आइपुग्न लागिसकेँ गाइज। सो आजलाई यति नै। सी यू नेक्स्ट भिडियो, बाइ बाइ।